दर्शकवृन्द, सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गर्नुभएको छ। यसअघि मन्त्री परिषदको बैठकले कुलमानमाथि 4 बुँदे आरोप लगाउँदै 3 दिनभित्र सफाई पेश गर्न भनेको थियो। मन्त्री परिषदको निर्णय अनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य मार्फत कुलमानलाई 72 घण्टे स्पष्टीकरण सोधिएको थियो। मूल्य बढाएर भारतसँग विद्युत खरिद सम्झौता गरेको, कार्य सम्पादन मूल्याङ्कनका लागि समयमा विवरण नबुझाएको, त्यसमा 0 अङ्क पाएको र प्राधिकरणको नाफा फेक देखाएर प्रसार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो। सरकारले सोधेको 4 बुँदे स्पष्टीकरणका विषयमा कुलमानले 7 वटा बुँदामा स्पष्टीकरण दिनुभएको थियो। कुलमानले मन्त्री परिषदले मागेको स्पष्टीकरण आफू विरुद्ध कुनै पनि कारबाही हुनु नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाउनु भएको थियो। उहाँले मन्त्री परिषदले सोधेको स्पष्टीकरणमा मन्त्री पूर्वाग्रह भएको समेत उल्लेख गर्नु भएको थियो। यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य नियुक्त हुनुभएको छ। आज साँझ बसेको मन्त्री परिषदको बैठकले साक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ।